को वर्तमान अवस्था हो। संक्रमणकालीन अवस्था छ नेपालमा। अलिकति केही तलमाथि भयो भने सम्पूर्ण खाद्यान्नदेखि लिएर दैनिक उपभोग्य सामानहरूको हामीलाई चरम अभावको हामीले प्रभाव असर भोग्नुपर्छ। मनी चाहिँ मजाले के भन्नु पारम्परिक रूपमा चाहिँ आगोमा पकाउनुहुन्छ। यसमा चाहिँ अहिले यो ग्यासले पकाउँदा भन्दा पनि यो पारम्परिक रूपमा चाहिँ पकायो भने चाहिँ धेरै नै राम्रो हुने रहेछ। पारम्परिक तरिकाले अर्ग्यानिक काठको दाउरामा सब्जी बनाउँदै हुनुहुन्छ। बाबा चाहिँ किचनमा के लागेको फोहोर सफा गर्दै हुनुहुन्छ। अब किचनको फिल्टर खोल्नलाई मार्तल सहित म खडा भइरहेको छु। त्यसको लागि चाहिँ नि फाल्न लागेको के अरे रब पानी पनि बाँकी राखेको छु। यति सेफ्टी गर्छु कि मैले सामानको मेरो सेफ्टी गर्ने तरिका तिमीहरूले हेऱ्यौ भने साधुवाद छ। आजलाई मेरो चाहिँ छोटो घरभित्रको कामको सम्बन्धमा दिएको सानो वचन यही स्थगित गर्न चाहन्छु। साधुवाद त्यसको लागि मेरो छोरालाई। त्यो तल मसलाको भाँडाले पनि त्यो त